दर्शकबिन नमस्ते। साँझ 4 बजेको समाचारमा हजुरलाई स्वागत छ। आजको 4 बजेको समाचारमा के प्रसङ्ग छ भन्दाखेरि अब लगत्तै गइरहेको प्रदेश सभाको 2082 फागुन 21 गते लगत्तै हुन गइरहेको चुनावमा हामीले भोट कसलाई दिँदा राम्रो हुन्छ, कसरी दिँदा राम्रो हुन्छ भन्ने कुरामा म हजुरहरूलाई जानकारी गराउन चाहन्छु। हामीले बुढापाकाहरूलाई भोट दिँदै गर्दा हामीले धेरै ओझेलमा पर्नु परेको छ। नेपालीहरू एक घरबाट एक वैदेशिक रोजगार हुने यस्तो समस्याले गर्दाखेरि हामीले समस्या त अहिले तपाईँहरू सामु समस्या नबताउनु पर्ने, तपाईँहरूलाई आफै थाहा छ कि हामीले यिनी बुढाहरूलाई भोट दिनाले के समस्या भोगिरहेछौँ भन्ने कुरा तपाईँहरूलाई नै आफैलाई थाहा छ। त्यसैले म के भन्न चाहन्छु भन्दाखेरि, मेरो विनम्रमा आग्रह के भन्छु भन्दाखेरि, हामीले योपालि हाम्रो मान्छे होइन राम्रो मान्छे छानेर भोट दिनुपर्छ। त्यसैले फागुन 21 गते हुन गइरहेको चुनावमा घन्टीमा भोट दिनु हुन म हजुरहरूलाई हार्दिक अपिल गर्दछु।